ओके, सम्पूर्ण साथीहरूलाई लेसन 7 को मिनिङमा स्वागत गर्न चाहन्छु। एपिएस टपिक नयाँ बुकको च्याप्टर वाइज मिनिङ यस युट्युब च्यानलबाट प्रोभाइड हुँदै आइरहेको छ। तपाईँहरूलाई इम्पोर्टेन्ट छ भने कृपया तपाईँ यस युट्युब च्यानलमा जोडेर रहनुहोला, च्यानल सब्सक्राइब गरेर रहनुहोला। ओके, अब चाहिँ लेसन 7 को मिनिङलाई हामीले अध्ययन गरौँ। लेसन 7 खेजल गुवा नाल्सी ऋतु र मौसम फुल्गिउछिक अनियमित तातुथादा न्यानो हुनु थप्ता गर्मी हुनु छुप्ता जाडो हुनु सियोन हादा शीतल हुनु सुइप्ता सजिलो हुनु अर्याप्ता अप्ठ्यारो हुनु छागाप्ता चिसो हुनु तुगप्ता तातो हुनु पोल्नु नमु अति धेरै छोगुम थोरै यङ अङ्ग्रेजी भाषा अत्ययो कस्तो छ यङन क्रिया अगान धातु सिजा खादा सुरु गर्नु अमी प्रत्यय फाक्युदा परिवर्तन गर्नु ख्युछिक नियम नाल्सी मौसम नाल्सीका छोथा मौसम राम्रो हुनु नाल्सीका नापुदा मौसम खराब हुनु माग्दा मौसम सफा हुनु हुरिदा बादल लाग्नु नुनियोदा हिउँ झर्नु नुनी कुछिदा हिउँ रोकिनु फारामी फुल्दा हावा चल्नु फिगा आउँदा पानी आउनु अथवा पानी पर्नु फिगा खुचिदा पानी रोकिनु मानी धेरै छङमाल साँच्चीकै फेल्लो खासै यबसेउ हेलो नथा राख्नु ह्याङ्गै क्रियाकलाप साङ्थे अवस्था थानसुनही सामान्य रूपले फुजङ नकारात्मक विजी इच्छा सा गेजरी तुरथान नारा चार फरक ऋतु भएको देश फतकोत चेरी फुल यङसान होङ लालीग्रास फुल आरुमदाउन कोत सुन्दर फुल फिदा फुल्नु फोम माझी कोत खुग्यङ वसन्त ऋतुको फुल अवलोकन ख्यङछी दृश्य छाङमा वर्षायाम सामसिप्दो 30 डिग्री मुदव अति गर्मी हेब्यन सामुद्रिक किनारा खेगोक उपत्यका युगारुल त नादा बिदामा निस्कनु यल्तेया अति गर्मीको रात छामुल सल्छी हादा सुत्न कठिन बनाउनु ह्याङ सेकसेक रङ्गिन खोगे मुलदुन थानफोङ सुन्दर रङ्गिन पातहरू ह्याङ भ्रमण छुकजे महोत्सव छुङयोहान ह्याङ्सा महत्त्वपूर्ण कार्यक्रम यल्लिदा खोलिनु गरिनु नेर्य खादा तल झर्नु छङदु जति खाङमुरी अल्दा खोलाको पानी जम्नु नफुन छिदे उच्च जमिन यन्साङ प्रभाव इसाङ खियोन असामान्य तापमान चालबाजिदा छोटिनु